सोल्टीहरू के को कति राम्रो भएर आएको यो सोल्टीहरू हामीलाई पनि यस्तो हेर्नु न ए साले मेरो पनि सोल्टिनी हो के मात्रै सोल्टिनी हुन्छ यता हेर्न झन् राम्ररी बनेर घुम्न जाऊँ भनेको आमाले भैँसी चराउनु पठाएर रिसै उठेर आज मलाई त्यही त आज बस्न त सोल्टिनीहरूको बिचैमा मन थियो यतातिर पस्दिन ग्यारे अनि सोल्टिनीहरू ती राम्री भएर दुईवटा सोल्टिनी आउनु भएको रहेछ हामी सोल्टीहरूलाई त केही खबर खाबरै छैन अनि के हो यस्तो के हुनु देखेनौ घुमाउनु लैजाऊ भनेको चाहिँ लाने होइन गफ चाहिँ हेर न ठुल्ठुलो त्यही त अस्तिदेखि घुमाउन लैजानु भनेको यो सोल्टीको त फेरि गफै ठुलो छ क्या है त्यति मात्र हो र अझै बिचमा बस्छु रे बिचमा कत्रो हात गरेको त ओहो यो सोल्टिनीहरूको कुराले त मन चसक्क पार्यो सोल्टिनीहरूले भनेपछि सोल्टीले मान्दैन होला त बरु भन्नुहोस् न सोल्टिनीहरू हजुरहरू कहाँ जाने थाइल्यान्ड जाने कि अमेरिका जाने कि लन्डन जाने कि हङकङ जाने कहाँ जाने भन्नुहोस् न त्यो सोल्टीले मानिहाल्छ नि सोल्टिनीहरू हेर हो रहेछ थाहा भयो सोल्टी थाहा भयो भर्खरै थाहा भयो राँगा र गोरु चढेर थाइल्यान्ड पुगेर आउनु भएछ भनेर त्यही त तपाईँ जानुभएको बेलामा हामी दुईजना पनि लग्यो हुन्थ्यो नि होइन मैले लान नखोजेको र सोल्टिनीहरू अब त्यतिखेर सोल्टिनीहरूलाई सँगै लैजाऊँ भनेको हजुरहरूले बालै दिनु भएन नेपालको राम्रा राम्रा घुम्ने ठाउँहरू त थाहा छैन होला अझ थाइल्यान्ड र हङकङ रे है भनेको सोल्टी अनि यो हङकङ र लन्डन जाने ठाउँ चाहिँ कहाँबाट रहेछ हौ बस कहाँबाट लाग्छ मलाई त थाहा छैन लौ न भनिदिनु मलाई पनि थाहा छैन अब लाग्न चाहिँ सोल्टिनी बस चाहिँ भसपार्कैबाट लाग्छ तर कुन चाहिँ बसबाट लाग्छ त्यो चाहिँ मलाई थाहा छैन यदि हजुरहरू भन्नुहुन्छ भने यही हजुरहरूको अर्ग्यानिक ढाँगा र गोरुमा चाहिँ सर हजुरहरूलाई बसाएर घुमाउन चाहिँ लैजान सक्छु यति धेरै मूर्खसँग पनि नसम्झिनु न हौ सोल्टिनीहरू यो सोल्टीलाई सबै कुरा थाहा छ कि एक कुरा थाहा छ सबै कुरा थाहा छ टेन्सन नलिनु के हजुरहरू ढुक्क हुनु सोल्टिनीहरू अब सोल्टिनीहरूलाई लान नखोजे कहाँहरू मैले अब सोल्टिनीहरूले मलाई बालै नदिने बरु ठुली सोल्टिनी यसो हजुर चाहिँ गाई भैँसी उतातिर गए जस्तो छ थोरै धपाएर आउनुहोस् न है सानै सोल्टिनीसँग थोरै गोप्य कुरो छ क्या हेर न त्यहाँ नक्कले सोल्टी किन कुरा घुमाएर भन्नु पर्यो हो सोल्टिनीसँग माया प्रेमको कुरा गर्नु छ भने भइगयो नि ल म हल्लुवा बल्ल त्यस्तो चाहिँ होइन हौ सोल्टिनी थोरै गोप्य कुरो मात्रै हो ल के कुरा हो छिटो भन न त अहिले मेरो साथीले नराम्रो सोध्छ त्यस्तो होइन के सोल्टिनी खास कुरा चाहिँ हजुरलाई एकदम भित्रैदेखि माया गरेर एकदम मन पराएको क्या मैले हजुरलाई भन्न नसिकाए मात्रै के सोल्टिनी त्यति कुरो खास भन्ने हो भने हुन्छ सोल्टिनी आजलाई छुटौँ यसो भोलि पर्सि आउँदो दिनहरूमा फेरि भेट्दै गरौँ नानी है हुन्छ ल सोल्टिनी हुन्छ छुटौँ है त ल बाई गातो ल
भाइ आज तिमी र म होइन बाहिर जानुपर्छ ल ल हस् मेरो साथीले भेट्न बोलायो क्या त्यही भएर जानुपर्छ दाइ म बाहिर गएर आम रितिकाले भेट्न बोलाएको छ के किन जानु पर्यो जतिखेर नि बाहिर जाउँ भनेछ खानासाना पकाउनु छोडेन यताउता घरको काम गर्नु छैन खाना चाहिँ कसले पकाइदिने हो हे दाइ पनि कस्तो कुरा गरे के एकैछिन त भने पुगेर आइहाल्छु नि खाना बनाउने टाइमै भएको छैन त्यही पनि एक्लै कहाँ जान्ला हो र भाइलाई लिएर जान्ला हो के तँसँग जान्न बिजवाडाबाट छोड्नु जस्तो म जान्न देखिस् यति सानो भाइले पनि सत्य बोल्नु थाल्यो अनि भाइसँग चाहिँ तँ कहाँ जान्छस् चाहिँ कहाँ बिच बाटोमा लगेर छोडेर फेरि त्यो ढाडसाड फुस्किने भएको छैन नि फेरि विचार गर अलिक होस पारेर हिँड हे दाइ पनि तँ न्यु मात्र खोज्नुहुन्छ भने नि ल त्यसो भए म एक्लै जान्छु यसलाई त म लान्न यसलाई पनि लैजा कहाँ एक्लै जान्छु भन्छ फेरि तँ पनि जा आइज छिटो गएर आइस नि फेरि त्यहाँ ओहो बडाई साइला अनि के छ हौ तेरो आन्त के गर्दैछस् के गर्नु नि बहिनी भर्खरै तँ कहाँ कहाँ जान्छु भन्छ अनि तँ कहाँबाट आइस नि फेरि तोरी लाउरे बस है त आउनु नि यस्तै घुमघाम गर्दै गाउँतिरबाट झरेको नि अनि के छ तेरो हाल खबर डर यतातिर तेरो अनुहार पनि देखान आउँदैनस् के गर्नु हौ बटाएर साइला लाउरे त हुन सकिनस् तोरी लाउरे भएर डुल्दै हिँड्छस् जतिखेर पनि आजभोलि गाउँघरतिरको काम अब घर हेर्ने कहिले गाउँ डुल्ने कहिले कता यस्तै त हो नि बजार साइला बरु त भन्न तेरो चाहिँ के छ के चलिरहेको छ आज के गर्दैछ यस्तै हो यस्तै बटारे यताउति हिँडे त्यस्तै चलिरहेछ यसो हल्का बाहिरतिर कामसान गऱ्यो यस्तै के चल्छ भन्नु अब लाउरेको नाति परिस् बसी खानु पुग्छ यसरी लाउरे भनेर नजिस्कान हौ बटाएर साइला अब बाउ पो लाउरे छन् पेन्सन आउँछ हुन त तेरो भनाइ पनि ठिकै हो मेरो जिन्दगी पनि यता हल्लिँदा उता हल्लिँदा उयो तोरी लाउरे जस्तो भएको छ क्या त्यही भएर तैँले तोरी लाउरे भन्छस् हो बटाएर साइला के गर्नु यता गर्दा नि पुग्दैन उता गर्दा नि पुग्दैन बाउले उता लाउरे बन भनेर किस गरेछन् साँझ बिहान गाह्रो छ नि हो बटाएर साइला गाह्रो छ हुनु पनि हो तैँले भनेको कुरा ठिकै हो केटा अब तेरो त आदि बुद्धि शाखा सन्तानै लाउरेको सन्तान करे त मात्रै तोरी लाउरे होस् लाउरे बन्न नसक्या अब मेरो त के कुरा गर्नु बाजेदेखि बाउसम्म चाउरे अब झन् मेरो त के कुरा गर्छस् नामै बटारे अब सबैले यही भन्छ मन चिसो भएर आउँछ के गर्छस् त केटा यस्तै छ जिन्दगी चलाउनै पर्यो घसारेर भए पनि लट्टारेर भए पनि चलाउनु पर्यो केटा तोरी लाउरे बटारे है तोरी लाउरे मेरो नाम पो बटारे हो त मन त बटारे छैन होला र अहिलेसम्म कोही केटीले हेर्दैन त के भएको होला खासै मन नराम्रो जस्तो त लाग्दैन तर पनि यो केटीहरूले फुटे आँखाले पनि हेर्दैनन् त पिर नगर न बटाएर साइला पिर नगर म छँदैछु नि चाहन्छु नि हो र लाउरेको छोरा पो हो त लाउरेको छोरा म खोजिदिन्छु पिर नगर त ल अहिले म नि जान्छु पर गएर यसो सोल्टिनलाई भेट्नु पर्ने छ ल जा हुन पनि लाउरेको छोरा त परिस् यस्तै लाइनमा होला अब के गर्ने होला बुझ्दै त यसलाई के थाहा यही पनि सोल्टिन्छ भन्ने भा यस्तै दाखा गर्छ भनेर त नभने कि लाउरेको नाति हो अलिअलि फुट्नु त लगाइहाल्छौ हस् म पनि जान्छु बाहिरतिर ओहो कवि के छ ठिक छ फुल कति राम्रो फुल हो मेरो लागि त लिएको होला होइन ल्याउनु त अरू कोहीलाई ल्याएको थियो यिनीले ल्याइहाल्यो ठिकै छ मलाई थाहा थियो कि तिमीले मलाई मन पराउँछौ माया गर्छौ भने त्यही भएर त यति राम्रो फुल ल्यायो लजाको मात्रै हो कि तिमी त कति राम्रो छ फुल मन पर्यो धेरै मन पर्यो खासै फुल दिने अनुहार त होइन तै पनि ल्याइहाल्यो ठिकै छ
फेरि फुल दिएर भुलिदिने चाहिँ होइन नि। भुल्दिन कि सोल्टी भुल्दिन, यो फुलको कसम यो जुनी त के कुनै जुनमा पनि म तिमीलाई भुल्न सक्दिनँ, बुझ्यौ? खासै छोरी मान्छेको विश्वास त हुँदैन भन्छन्, त्यही पनि ठिकै छ। जेसुकै होस्, आफूले यति राम्रो फुल पाइहाल्यो, मन परेको मान्छेसँग बोल्न पाइहाल्यो, यो भन्दा अरू मलाई के चाहियो? गाम 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 के हो त अब आज एक्लै आगो तापेर बसेछौ त? तेरो साथमा अरू कोही छैन? हेट नगर नि नगर, तेरो भेनालाई खुरेर बसेको आउँदै आएन बहिना, हेर्न यहाँ दाउरे सकिसक्यो, आउँदै आउँदैन, कहाँ गएको होला? त चाहिँ यहाँ एक्लै पर्खेर बसिरह। ऊ चाहिँ उहाँ बाटोमा फुलेर बसिरहेको थियो, कसलाई पर्ख्या हो थाहा छैन। के रे बाटोमा कुरिरहेको थियो रे? होइन तैँले अरू केटीसँग त देखिनस् नि? बाबा केराको भेट्न आएको मलाई सम्झिनु भन्नु कि चोक्ने डाइलग नि। होइन कि त्यस्तो होइन कि भाइ, कुरा नलाइदे न, म तिमीलाई चक्लेट किनिदिन्छु के, अनि अघि भर्खरै चिगम किनिदियो होइन, कस्तो र त गफ लाउनलाई। मेरो भाइ यस्तै छ के, नबोकेर हिँडौँ भने पनि नि बोक्नै पर्छ, अब बोकेर हिँड्यो भने नि गफ लगाइदेला भन्ने पिरिसकेको थियो। ए कबिर, ए तमक गुमान, यहाँ आऊ त तिमी। आउँदैन मलाई मेरो काम छ। न मेरो कुरै नसुनेर गयो त, कस्तो मान्छे होला। हेर्न हेर्न, मैले बोलाउँदा पनि नसुनेको। रुक न, मैले भोलि यसलाई जानेछु। चिनो हेर त, मैले बाटोमा भेट्दाखेरि फुलेर बसेको थिएँ, अहिले त हेर कसलाई दिएर आइसकेको छ। ए दिदी ढिला भइसक्यो गर्न। ल जाउँ त, पिन्चीले पनि बेला बेलामा सोल्टिनी, म हजुरलाई धेरै माया गर्छु। यदि पछि गएर हजुरले मलाई धोका दिनुभयो भने त म त झुन्डेरै मर्छु नि। कहाँ मर्ने कुरा गरेको सोल्टी, म तपाईँलाई मर्नै दिन्न नि, म तपाईँलाई धेरै माया गर्छु। हजुरको यति धेरै मायाले त म बाँचेको छु नि सोल्टिनी, नत्र भने त म उहिल्यै मरिसक्थेँ। ए सोल्टिनी, अनि अर्को कुरा, त्यो बटाएर साइलो छ नि, बटाएर साइलो, त्यसको कुरा चाहिँ नसुन्नु नि, गाउँकै खुङख्यात फटाओ सोल्टिनी त्यो बटाएर साइलो। ए हो र, त्यस्तो हुनुहुन्छ र? मलाई चाहिँ त्यस्तो लाग्दैन। अनि उहाँले त मलाई कस्तो मायाले बोलाउनुहुन्छ, मलाई त कस्तो राम्रो लाग्छ उहाँ। हो, यसै गरी हजुरले अरूलाई राम्रो लाग्छ भन्दाखेरि हो क्या सोल्टिनी मन चसक्क हुने। कहिले काहीँ त यस्तो लाग्छ क्या, मर्दी नि जस्तो लाग्छ भने सोल्टिनी। फेरि मर्ने कुरा गर्नुभयो, मैले त राम्रो लाग्छ मात्रै भनेको हो नि, माया त म तपाईँलाई नै गर्छु कि कहाँ अरूलाई गर्न सक्छु र? अनि यति धेरै माया गर्ने मान्छेले अर्को नाम चाहिँ किन लिनु क्या? चसक्क मन चर्सिन्छ भनेर थाहा हुँदैन। ल अब भन्दिनँ नि त, अब यतिकै बस्ने जाने कि के गर्ने, मेरो त भैँसी पनि कहाँ पुगिसक्यो होला। ए हो है, म पनि यो सोल्टिनीलाई भेटिसकेपछि के हुन्छ क्या भुसुकै बिर्सिहाल्छु भने। ल हुन्छ सोल्टिनी, गएँ म ल। ओहो सोल्टिनी, अनि हिजो भैँसीको अल्ला चाहिँ किन नआउनु भएको? सोल्टिनीलाई पर्खिँदा मन नै भारी भएको थियो, एक दिन भेट्न नपाउँदा त्यही गाह्रो हुन्छ। ए मलाई त हिजो आमैले गोठालो नजा भन्नुभयो नि, किन तपाईँ आउनु भएको थियो र? आएको नि, म त गोठालो भन्दा पनि सोल्टिनीलाई भेट्ने पाइन्छ भनेर बाहना बनाएर भए पनि गोठालो आउँछु नि, तर आउनु भएन। कस्तो मन खिन्न भएर आयो। सोल्टिनी भने मेरो माया अलिकति पनि लाग्दैन जस्तो छ, खै के होला यस्तै तालले। अनि सोल्टिनी भने अरूसँग लाग्ने, अनि त्यो पल्लो गाउँको छ नि त्यो तोरी लाउरे, त्योसँग लागेको, त्योसँग जिस्केको, त्योसँग बोलेको मलाई मन पर्दैन नि सोल्टिनी। ल ल हुन्छ, अबदेखि लाग्दिनँ नि त। ल ल ढिला भयो, मेरो भैँसी पनि कहाँ पुगिसक्यो होला, गएँ ल। ल ल ल ल भोलि पनि आऊ है सोल्टिनी। ए यो त यहीँ पो आएछ त।
सोल्टीहरू के को कति राम्रो भएर आएको यो सोल्टीहरू हामीलाई पनि यस्तो हेर्नु न कता हिँडेको सोल्टीहरू यस्तो राम्रो राम्रो भएर ला सोल्टी तिमीलाई गिफ्ट ल्याएर हेर्नु पर्दैन चाहिँदैन सोल्टिन चाहिँदैन यो गीत चाहिँ मलाई चाहियो मान्छेले के भन्यो अनि हामी चाहिँ बाङ्गो छौँ र हामी पनि सोझे त छौँ त नि हामीलाई राम्रो आँखाले हेर न हामी पनि सोझा देखिहाल्छौँ नि कस्तो बाङ्गो आँखाले देखा भनेर देखिरहेको छौँ कतिको सोझो छ भने तिमी त अनि सोझे त छौँ त अनि स्पिड दिन्छ ल ल अहिले के सोझे देख्छु कि अझै बाङ्गै छौँ भन्नु त सोल्टी भनिदिइहाल्नु न भनिदिइहाल्नु साह्रो नक्कलीहरू भएको हो अलि बेसी नै नक्कल छ साह्रै हेजेर पो बोल्यो त यो सोल्टीले त सबै माथि हामी खम्दा नक्कल के त ए हामी बैसाले माप्यो अरे कि ओइ कहाँनिर आउँछ बैसा कहाँनिर तँ हेरौँ न हेरौँ म त देख्दैन कहीँ पनि खै पछि पछि आयो कि क्या सोल्टीहरूको हेरौँ के गर्थ्यो यो आछा आछा मैले नि देखेँ अहिले त हेटरिकन रहेछ पुच्छर पनि होला भनेर होइन बैसाले मातेका थडुहरू गाउँमा कोही केटा भेटेनौ हामीलाई जिस्काउनलाई सोझो मान्छे भेट्टा भयो नि त के साह्रो गरेको हो भनेको के पहिलेको जमानामा केटाले केटी जिस्काउँथ्यो अहिले त केटीले केटा जिस्काइरहेछ जमाना उल्टो उल्टो चल्छ के साह्रो बेसी भएको हो भनेको आइट सोल्टीहरू पहिलाको कुरा नगर न हो पहिलाको जमाना भने पहिलाकै जमाना थियो क्या अहिले भनेको चेन्ज भएर आइसक्यो क्या त्यही त भने जमाना कहाँदेखि कहाँ पुगिसक्यो यिनीहरू भने अझै त्यही जमानामा अद्धिरहेछन् के होइन सही कुरा हो क्या त्यही भएर तपाईँहरू नरिसाउने क्या सोल्टीहरू होइन तपाईँहरूको लागि भनेर गिफ्ट ल्याएको छ क्या देऊ यो गिफ्ट कति राम्रो छ लग्नु सोल्टी लग्नुहोस् त्यही त भन दिदीहरू यो सोल्टीहरू पनि पुरानो जमानामा जिरा जस्तो छ यो सोल्टीहरूले हाम्रो दिदीले पायो भने त अब स्वर्ग भेटाउँछ ल है सोल्टीहरूले त स्वर्ग भेटाउँछ कसम भनेको है दिदी त्यही त भने भाइ यस्तो राम्रो सोल्टीहरू यस्तो मेरो प्यारी फुल जस्तो दिदीहरूलाई लग्नु पायो भने त अब सोल्टीहरूले त स्वर्गको अप्सरा भेटाए जस्तो हो क्या सोल्टीहरू विचार पुरा है विचार पुरा सोल्टीहरू त्यही भएर यो सिक्नुहोस् क्या सोल्टीहरू हाम्रो दिदीहरूलाई त ल भयो तिम्रो दिदी अरूले लडिदेऊ हामीलाई चाहिएन हामी जे छौँ त्यसैमा ठिक छौँ त्यही त भने यिनीहरूको लय खै हेर न गाउँको जस्ता भने देखिँदैनन् मेकअप हेर न मेकअप दलभरि पुरा 1 किलो त मेकअपै लगाएछन् खै पार लाग्दैन जस्तो यो त मेकअप होइन नि सोल्टी यो त छोरी मान्छेको सुन्दरता हो सुन्दरता यिनीहरू अहिले त केही बुझ्दैनन् पछि बिहे गरेपछि चाहिँ के ल्याइदिएलान् यस्ताको पछि के लाग्नु हौ त्यही त भने यो सोल्टीहरूको पछि लाग्दा लाग्दा आधा जवानी नै गइसक्यो हो अनि यिनीहरूले कहिले चाहिँ हामीलाई पट्याउने कहिले बिहे गर्ने भने यो छतहरू पुऱ्याउन साध्य हुँदैन हो जान जानुभयो साला बैसाले मातेकोहरू यसलाई पत्याउँदा तिमीहरूको आधी जवानी यसमै बित्छ आधी पनि होइन अझ पुरै जवानी बित्छ यिनीहरूबाट तिमीहरूलाई म पशुपतिको एउटा माग्ने मिलाइदिउँ ल ओहो आमामा चल्छ नि ती राम्री भयो अगाडिबाट हेर्दा पछाडिबाट हेर्दा पनि साँच्ची हो सोल्टिनलाई देखेपछि त अरूतिर मनै जाँदैन के भएको एकचोटि गइखान देऊ न सोल्टिनी सोल्टी नजिस्किन् न मलाई जिस्केको मन पर्दैन ढाँटे होइन कि सोल्टिनी र नाच्चो कसम सिगान साँच्ची छ के धेरै राम्रो हुनुहुन्छ तपाईँ हो र म त्यति राम्रो लाग्छ र अरू बेला त ठिकै लाग्थ्यो सोल्टी तर यसरी तारिफ गर्दा चाहिँ अझै राम्रो लाग्छ त्यही राम्रो लाग्छ र त सोल्टिनी त्यही भएर त तारिफ गरे नि तर ढाँटे होइन सोल्टिनी साह्रै राम्रै हुनुहुन्छ तर राम्री छु भन्दैमा अरूहरूसँग त्यहाँ मस्किँदै हिँड्ने होइन नि फेरि त्यहाँ भन्दा छु फेरि यति राम्रो मान्छे अरूसँग मसक्क मस्किँदै गयो भने फेरि मलाई गाह्रो हुन्छ नि फेरि सोल्टिनी जति मस्किनु छ मैसँग मस्किनु होला नि फेरि अरूसँग नमस्किनु होला फेरि यो गाउँको मान्छेहरू खासै राम्रो लाग्दैन मलाई सबैले मायाको नाटक गर्छन् अब सोल्टिनलाई मै मात्रै एउटा माया गर्ने भनेको
अब कसम पनि कतिचोटि खानु, अघि नै खाइसकेँ। नाक्चो कसम सियान साइज छ भनेर। यो गाउँभरिमा चोखो माया गर्ने भनेको सोल्टिनीलाई मै मात्रै हो। हो सोल्टी, यो गाउँमा मलाई माया गर्ने मान्छेको कमी त छैन, त्यही पनि तपाईँले पनि माया गर्नुहुन्छ, खुसी लाग्छ मलाई। खुसी खुसी त धेरै हुनुपर्छ नि सोल्टिनी। यो गाउँभरिमा छ नि सोल्टिनी, एकदम चोखो माया गर्ने भने सोल्टिनीलाई मै मात्रै होला। अनि बदर साइला तँलाई साथी सम्झेर सोल्टिनी भेट्नु त के भनेको? तँले मेरै सोल्टिनी पठाउन लाइस् क्या? ए साले मेरो पनि सोल्टिनी हो के त मतलब सोल्टिनी हुन्छ नि। ए भन मलाई किन बोलाएको यहाँ? आइस त कबिर सोल्टीलाई भेट्न जाऊँ न, मलाई कस्तो मनपर्छ कबिर सोल्टी। कबिर रे? चमक कुमार भन्, चमक कुमार। चमक कुमार हो त्यो, कबिर होइन ल। मलाई मन पराउँछ तँलाई होइन। के भनेको है? मेरो सोल्टी खोज्न लागिस् कि के हो? मैले तँलाई साथी सम्झेको, साथी। त चाहिँ तेरो हो भनेर बस। त्यो चमक कुमार छ नि, चमक कुमार त्यो मेरो मेरो बुझिस्? के अरे मेरो घरमा माग्न आउँछु भने तँलाई के गफ दिएर बहिनी राखे होला नि साइडमा। तेरो त्यो कबिर छ नि, कबिर मेरो बुझिस्? चमक कुमार, चमक कुमार। आहा चमक कुमार कराउँछ बढी बढी अझ। साइडमा चाहिँ मलाई होइन तँलाई राखेको होला केटी, तँलाई। तँसँग माया गर्ने बिहे गर्ने भएको भए अस्ति मलाई गुलाबको फुल लिएर प्रपोज किन गर्थ्यो त? फेरि त्यो चमक कुमार होस् कि कबिर होस्, दुवै मेरै हो बुझिस्? पहिले आश पनि नगर त्यसको। तैँले साँच्ची न्युै खोजेको मसँग? हो के गर्छस्? खेल्छस्? के गर्छ? के हो साथीहरू आफू झगडा साथीहरू ए तिमीले फाइट गर्दै बस, तिम्रो बोयफ्रेन्ड चाहिँ अर्को केटी लगेर गइसक्यो। ओ उताको जाम त यसलाई पार्नुपर्छ। ए जान्दै बोल नि उसले। ओहो होइन बतारे छैन कता हिँड्थ्यो यस्तो बतारिँदै अतारिँदै चतारिँदै हिँडिरहेको जस्तो भाइ। ल म जहाँसुकै जाउँ, तँलाई के को चासो हो? अनि त तोरी लाउरे चाहिँ कति जानु लाग्छ त फेरि? बाउ लाउरे भएर पेन्सन खाएर मजाले बसिरहेको छ नि, त लाउरे हुन नसकेर चाउरे भएर तोरी लाउरे भएर कता हिँडिस् त अरे? बोले आएर न भुवाके हानेर भगेलो राइदिनु जस्तो। नकरा न, मैले त्यसो भन्न खोजेँ होइन क्या। तेरो बाउ पो लाउरे छन्, घरमा बसी बसी ड्याङ ड्याङ पेन्सन आउँछ। अब त चाहिँ लुकुर 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 हिँडेर बस्छस्, त्यही भएर यसो भनिदिए। मान्छेलाई जे पाए त्यही नबोल। मेरो त कमसेकम बाउ भए पनि लाउरे त छन्, बसी बसी खान पुगेको छ मलाई। अनि त चाहिँ हुनुपर्ने बरु लाउरे। गाउँभरि लखर 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 बटारिँदै हिँडिरहेछ, कसैले केही सोद्धा पनि बटारे बटारे कुरा गरिरहेछ। अरू कामधन्दा छैन तेरो? यसो नभन्न, त्यति साह्रो बटारेर हिँड्या पनि छैन कि। तर म त साथी हो नि, अरू भन्न कहाँ हिँडिस् भन्नु भन्। काहीँ नि होइन, यसो माथि गाउँसँग पैसा उठाउनु जाउँ कि भनेर हिँड्या। बाले पहिला सापत दिनुभएको रहेछ, त्यही भएर हो। मलाई झुट बोल्छस्? हिजो भर्खर त बाटोमा भेटेको मैले तेरो बालाई, माथिल्लो गाउँबाट पैसा उठाएर आएको बाबु भन्दै हुनुहुन्थ्यो। त मलाई यस्तै झुट बोलेर त अनि लाउरेको छोरा टोरी लाउरे भनेको।
यो मुलालाई झुक्क्याएर सोल्टिनी भेट्न जाऊँ भनेको थाहै के चाहिँ गर्ने होला त बालाई पनि यही मुलालाई भेट्नुपर्ने यो मुलालाई पनि भाषामा भेट्नु पर्ने होइन अब के चाहिँ गर्ने होला त होइन है तोरी लाउरे के भयो किन टोला गरेर बस्या के भयो के हुनु नि थिएन थाहा पाइहालेछस् अब सोल्टिनीले भेट्न बोलाउनु भएको छ त्यही भएर पर्सौँ जानु लाग्यो नि हुन्छ खुबै सोल्टिनले भेट्न बोलाएको छ तिम्रो सोल्टिनले मलाई भेट्न बोलाउनु भएको छ खुबै जान्ने भएर सोल्टिनले भेट्न बोलाउनु भएको छ भन्दै आउँदो रहेछ है बोले आएर मुख हान्नुहोस् त तँलाई पनि बोलाउनु भएको छ अरे होइन फेरि बटार्या कुरा चाहिँ नगर्न होइन बटारिया कुरा यो कुरा साँचो हो सोल्टिनले तँलाई चाहिँ होइन मलाई चाहिँ माया गर्नुहुन्छ ल साला सोल्टिनले तँलाई चाहिँ होइन मलाई चाहिँ माया गर्नुहुन्छ ए छोड साला कसलाई कति माया गर्नुहुन्छ सोल्टिनलाई त वहीँ गएपछि थाहा हुन्छ नि दुधको दुध पानीको पानी छुटिहाल्छ नि ल आवेगमा आउँदो रहेछ साले तोरी लाउरे ल के थाहा हुन्छ सोल्टिनले तँलाई कति माया गर्नु जाउँ त जाउँ है चमक कुमार कविर त्यो अघि तिम्रो हात समाउँदै हिँड्ने केटी को हो भने त तिमीहरूलाई जो भने के भयो त जो भए पनि किन चाहियो रे केही त भने चुप्पै चाहिँ केटीसँग हात समाएर हिँडेछ हामी दुईटी हुँदा हुँदै हे मान्छे हेर न मान्छे फेरि हामी दुईटी चाहिँ नभन् ल प्लिज म तिमीहरू दुईटै कसैको नि होइन कस्तो कसैको नि होइन र एकजनाले त छाड्नु पर्यो नि कर्मावलीहरू त्यही त आफै आफै झगडा गर्छन् कहाँ जान लाग्यो हामी कसै थपक्क लाएर कहाँ जान ला ल भयो म यहाँ बसेँ के भन्न बोलाएको किन चिच्चा गराएको चिच्चाको होइन क्या तिमीले यस्तो गर्नु पर्यो कि उसलाई रोज्नु पर्यो कि मलाई रोज्नु पर्यो नभए त हाम्रो दुवैजनाको दिल ढकढक 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 गरेर उता जान्छ कि अब उताबाट यसरी टिपेर तिम्रो मनमा राख्नु पर्यो कि कस्तो नबुझेको हो र त्यही त भने कि उसलाई माया गर्छु भने कि मलाई माया गर्छु भने अनि फेरि मलाई माया नगर्ने भए अस्ति तिमीले त्यो गुलाबको फुल ल्याएर मलाई किन दियौ जुन दिन तिमीले त्यो गुलाबको फुल ल्याएर दियौ त्यही दिनदेखि म त तिमीलाई धेरै माया गर्न लागेको छु बुझ्यौ हेर न कति न गुलाबको फुल दियो भनेर कति न रमाएको खुब खुसी भएको मलाई झन् मेरो कविले हेर न कति धेरै गिफ्टहरू दिएको छ घरमा तँलाई केही थाहा छैन ल बहिनी नकरा धेरै के साथी सम्झेर के दिएको थिएँ माया सम्झेर ए कवि कहाँ जान्ला भने कहाँ जान्ला यही बस न यही बस कि यही बसेर छोड खरमाउली साले हाम्रो बहिनीलाई गिट्टी खाले हेर्दो रहेछ अझ साले आइन्दा यस्तै गरिस् भने तेरो जिउँदो लास बनाइदिन्छु साले अब आइन्दा पछाडि लाग्यो भने तेरो गट्टा सोच्न हुन्छ फेरि पछाडि लाग्यो भने विकास भने फेरि तेरो यही जिउँदो लास बनाइदिन्छु मलाई खुरुक्क नलाएर घरमा बस पढ भने तँलाई यो सहरमा पढाएको तँलाई थक मेहनत थियो बोले न के भयो दाइ के भयो के बिगारिनु सोल्टिनाले जे बिगारे तँलाई किन उता ल किन रिसाउनु भयो दाइ मैले त सोधेको मात्र थिएँ नि त्यही त भने सोल्टी मैले के गल्ती गरेको छैन दाइले त्यत्तिकै मलाई पिट्दै ल्याइरहनु भएको छ घोडा मैले कति बस्छु अर्को इज्जत यसरी नफाल भनेर जङ्गलमा केटाहरू बेच्दै हिँड्न गएको छ को त्यो केटा अब आइनु त यस्तो हिँड्ने तर खुट्टा जस्तो मारिदिन्छु माया गरेर पुल पुल्याएर राख्यो लखर जङ्गल डुब्यो
खुब पैसा चढा छोरा होइन यहाँ झ्याम दिनु जस्तो कामदा जरा फुट्ने गरिन यति ठुलो भएको बहिनीलाई हात किन लगाउनु भयो दाइ हात लगाउनु हुन्छ हुन्न भन्ने कुरो मलाई थाहा छ तर सुन्नुपर्छ जेसुकै गर्नु भलाइको त जमानै छैन तँलाई गाउँ समाजको इज्जत छैन दाजुको इज्जत छैन मलाई त त्यही केटा चाहिन्छ के ठिक्क परेछ कति न गाउँको मै हुँ डन भनेर हिँड्थ्यो होइन म दाम नआउँछ किन हाँसिरहेको फेरि आफ्नो बहिनीलाई सम्झाउनु परेन कस्तो सम्झाउनु मेरो घरको मामलामा तिमीलाई किन हाँस्नु पर्यो गाउँको डन हुँ भन्दै हिँड्थ्यो त अहिले त होइन यसै त यसले दिमाग खराब गराएर यहाँ गाउँभरि इज्जत गइसक्यो सालेहरू अझ कति न तिम्रो मुखले हाँस्दैछौँ र हामी के हो अनि आफ्नो मुखले हाँस्दिएको छ दाइ मलाई त त्यही केटा चाहिन्छ मलाई त्यो केटा कस्तो मनपर्छ मलाई नराम्रो नसोच्नु न चुप अझ बढी बोल्छस् फेरि लाउँ क्या तँलाई एक झापट मेरो दाइको यो बताएर साइलाको यो गाउँमा कति इज्जत छ साला इज्जत फाल्दै हिँड्छस् यस्तै बढी गरिस् भने नि फेरि नाइ दाइ मलाई त त्यहीसँग बिहे गराइदिनु मलाई त त्यही केटा मनपर्छ कस्तो राम्रो छ त्यो कवीर कवीर भन्न आएछ चमक कुमार के कस्तो राम्रो छ सबैजनाले गाउँमा कति राम्रो भन्छ मलाई त्यहीसँग बिहे गराइदिनु न त्योसँग बिहे नगराइदियो म अरू केटैसँग बिहे गरिदिनु तेरो अहिले धारसार फेरि फुस्काइदिन्छु अनि थाहा पाउँछस् फेरि मैले भन्छस् भने तेरो पछाडि केटाहरू लाइन लगाइदिन्छु तर मलाई त्योसँग सङ्गत गरेको त्योसँग हिँडेको मलाई मन पर्दैन बुझिस् दाइ तपाईँले ल जति कुटिन धर्काइने त्यसको पछि लाग्ने छोड्ने होइन त्यही भनेको यो जति पछि लाग्यो पनि त्यसले फुटे आँखाले हेर्ने होइन खै के भएको अचम्मै छु म त तिमीलाई तिमीहरू कति न दाइले यत्रो कुट्याएर यहाँ रिस उठाएर यहाँ मान्छे के भइरहेको छ उनीहरू चाहिँ झन् सपोर्ट गर्ला भनेको त झन् उल्टे मलाई पो बेइज्जत गर्छन् है रिस नि भन्ने पनि क्या हो अझ बढी तुला फेरि दिउ कि क्या हो मलाई घर गएपछि तेरो खातिरदार राम्रै गर्नुपर्छ हिँड्छौ आज दाइले धेरै रिस उठेछ हामी जेसुकै होस् जाउँ हामी गाउँतिर घुम्न जाँदै सोल्टिनी ओ सोल्टिनी ल आज भनिदिनु पर्यो उसलाई माया गर्नुहुन्छ कि मलाई माया गर्नुहुन्छ हामी दुईजना मध्ये कसलाई एकलाई जसरी पनि भन्नुपर्छ सोल्टिनी यसलाई माया गर्ने कि मलाई माया गर्नु सिधै भन्नु पर्यो सोल्टिनी ल दुधका दुध पानीको पानी अहिले छुटाउनु त के हो त्यही त हामी दुईजना मध्ये कसलाई माया गर्छौँ भन्नु पर्यो सोल्टिनी यो बटारे साइलाले त मलाई माया गर्छ भनेर फुर्ती देखाउँदैछ त अनि फेरि यो को हो हामी दुई हुँदा हुँदा फेरि नयाँ बोयफ्रेन्ड बनायो क्या सोल्टिनी के हो यस्तो मेरो बोयफ्रेन्ड न तपाईँ हो न तपाईँ हो न तपाईँ हो मेरो बोयफ्रेन्ड अर्कै छ अनि फेरि अर्को को हो यो म हो तिमीहरू चाहिँ को हो फेरि मेरो सोल्टिनालाई जिस्काएर बसिरहने त्यही त मेरो यस्तो हिरो जस्तो बोयफ्रेन्ड हुँदा हुँदै म तिमीहरू जस्तोसँग लभ गरेर बस्छु कवीर ए फतोर तैँले भने होइन कवीर तेरो भनेर हेर तँलाई कवीर भनेछ होइन मलाई त चमक कुमार रे क्या चमक कुमार मलाई चिनाएको ऊ चमक कुमार हो भनेर तँलाई चाहिँ कवीर भनेर चिनाएछ कवीर तेरै होइन मेरो हो मेरो मेरो हो चमक कुमार मेरो भने अर्को केटी छ भन्छ यार ए पर्छ ए केटी हो अब दायाँ बायाँ नलाग है मेरो हो सोल्टी त आम्मामा
मेरो भन्दा रहेछ हिँड सोल्टी मेरोमा अनि तैँले पनि मेरो भन्दा हिँडिरहेको छु तेरै हो पुग्यो अब